Hello everyone, good afternoon, welcome back to my channel and in another vlog. So अस्तिको भिडियो चाहिँ तपाईहरुले हेर्नुभयो होला हैन, त्यस्तो खासै केही पनि थिएन। म यता उता काहीँ पनि गएको थिइनँ, यतिकै यता उता देखाएको थिएँ। त अहिले चाहिँ 6:30 भइरहेको छ बेलुकाको है। त्यही पनि यस्तो घाम लागिरहेको छ बाहिर हैन। अनि त्यसै आज चाहिँ जस्तै हो 30 अप्रिल। अनि 30 अप्रिलमा चाहिँ यहाँ के हुन्छ भने यस्तो आगो सागो बालेर, जस्तै हामी अब त्यही यत्रो त्यो कोन जस्तो बनाएको हुन्छ, त्यही आगो सागो बालेर अनि त्यस पछाडि अब जाडो गयो, अब गर्मी स्प्रिङहरूलाई खै केलाई अब वेलकम गर्नलाई त्यस्तो गरेको भन्ने सुनेको थिएँ मैले पनि, हेरेको थिएँ यस्तो हुन्छ भनेको चाहिँ। अनि जाउँ न त भन्ने कुरा थियो। अनि अब जाँदैछु, अनि त्यस पछाडि भ्लग पनि बनाऊँ भनेर चाहिँ अब स्टार्ट गरेको। अनि अब जाउँ। के गरेको छैन आज त सफा छ गाइस। अस्ति चाहिँ के गरेको थिएँ, आज सफा छ है, त्यस्तो राख्दिनँ म। अस्ति चाहिँ अल्छी लागेर नै हो। छिटो छिटो रेडी हौँ अनि जाउँ। सो गाइजहरू म चाहिँ रेडी भइगरी निस्किसकेँ होइन। अन्तखेरि 7:12 छ अनि अहिले नै यहाँ 7:06 भइसकेको छ। 6-7 मिनट मात्र बाँकी छ। यहाँ चाहिँ म जहिले पनि लेन झुकिन्छ। नेपालमा त यता लेफ्टतिर हुन्छ, यहाँ त जहिले राइटतिर हिँड्नुपर्ने हुन्छ नि। अनि जहिले बिर्सिन्छ किन यो मान्छे मतिर आइरहेको छ जस्तो लाग्छ क्या। लास्टमा आफू चाहिँ रङतिर हुन्छ जहिले पनि। पार्कमा मान्छेहरू खेल्दैछन् ठ्याक्कै। अब मलाई टिकट त पठाइदिनु भएको छ नि होइन। अब मसँग न डाटा छ न केही छ, त खोलेर पनि केमा देखाउनु अनलाइन। यही हो 7 नम्बरमा चाहिँ 7 नम्बरमा जानुपर्ने ठ्याक्कै यहाँ लागिरहेको छ। अर्को ट्रेन पनि आइसक्यो त्यहाँनिर। अब यसमै जाने होला चाहिँ, यहाँबाट हिँड्नुपर्छ। साथीहरू म चाहिँ ट्रेन चढिसकेको छु होइन। अब यहाँनिर चाहिँ के छ भने यहाँनिर यो देखाएको छ। अब यहाँनिर अशक्तहरू बस्ने हो, को बस्ने हो मलाई थाहा नै भएन क्या। म त्यही पनि आएर बस्थेँ। अब के गर्नु। मान्छेको भिड बल्ल बल्ल आइपुगे। चेक भएन, सबै फर्किरहेको छ र हामी चाहिँ अहिले गइरहेको छौँ। ठ्याक्कै छिरिरहेको थियो क्या, त्यो सही टाइमिङ थियो। ढिलो आएपछि त्यस्तै तर मलाई झ्याउ लाग्यो। सब फर्किरहेको छ साथीहरू, हामी चाहिँ गइरहेको छौँ। तर गरी सोफा ल्याएको छ। सोफा लगाउने तरिका एकदम क्याजुअल। सही रहेछ यार, दिमाग त यार सही युज गरेको। घरबाट एक थोक होला भनेर हिँडेको। यहाँबाट तल ट्रेन कुदिरहेको छ। यहाँभन्दा तल अनि सुरुङबाट निस्केन, यही सुरुङ माथि चाहिँ ठुलो सुरुङ थियो त नि। यो त कत्रो धेरै बेर राख्यो है। म त अब त्यो तान्ने हो कि डोरी के गर्ने हो जस्तो लागिरह्यो। त्यो थिच्ने पनि छैन। 1-2जनाको हेर्छु त्यो पुरै तानिरहेछन्। कमेडी भयो साथीहरू। यी रक्सी खाँदा रहेछन् क्या आज। यहाँ मेला लागेको अरे साथीहरू, तर सबै रक्सी तक्सी यताउता के खाएर हिँड्दा रहेछन्। त्यही भएर आज ट्रेन पनि भिड थियो। ह्याभिङ पिज्जा यार। साथीहरू यहाँनिर चाहिँ मार्च पास्टहरू, अब यो के हो है, हाम्रोतिर मार्च पास्टहरू जस्तै भइरहेछ। ए गरेर चियर गर्दैछन्। ओ हे गर्छ। हामी यहीँनिर बसेको थियौँ साथीहरू। फेरि यताबाट घुमाएर यति मार्च पास्ट जस्तो भएर अनि यता यिनीहरू अनि वहाँनिर एम्बुलेन्सहरू आए जस्तो पनि छ। केले गर्दैछ अस्पतालमा हुने जस्तो गाडी। ल यो चाहिँ नजिकैबाट भयो साथीहरू। अझै कति धेरै आइरहेको छ अरे। यो भर्खर जस्ट स्टार्टिङ अरे त्यहाँनिर पनि।
उता व्हिलचेयरमा पनि हेर्नु त्यहाँ व्हिलचेयरमा कोट रहेछ यो चाहिँ ए सबभन्दा सक्यो हँ त्यही गाडीवालै राम्रो थियो कस्तो लाग्यो त कस्तो लाग्यो हामी एक थोकलाई भनेर आएको थियौँ अर्कै थोक हेरेर गयौँ झन् रमाइलो कहिले नदेखेको अन्त आगो बालेको त अब सानोतिनो आगो त नेपालमै पनि देखेको थियो प्रोजेक्टै हो क्या यिनीहरूको प्रोजेक्ट वर्क होइन सकिसकेपछि यिनीहरूको जस्तै फेस्टिभल राखिदिन्छ क्या सबै कुरा सकिसकेपछि क्लियरेन्स भइसकेपछि सकिसकेपछि मलाई चाहिँ त्यस्तो लाग्यो है सबैलाई त्यस्तै लाग्यो मलाई हर्कत हेर्दा मलाई त थाहा छैन जानु ठिक छ कुद्नुपर्छ यो हामी अहिले कतातिर सेन्ट्रलतिर हिँडेको जान्ने भइसक्यो त्यत्रो हामी कुदेर पनि केही काम लागेन हामी घुमी फेरि त्यही ठाउँतिर अघि गएकै ठाउँतिर आइपुग्यौँ होइन त घुमेर आइरहेको भएर चाहिँ हामी कुदेर स्योर हो नि अब अरे बुढिया घुमी फेरि त्यही ठाउँ आउँछ भने त किन कुद्नु ब्याक छ